Yo guys, what is up man? This is your boy Netri and welcome back to the very new episode of Netri Vlog. र आज दादा कहाँ जाँदैछ भने पछाडि दादा चाहिँ आज हल्का सपिङ हान्नु जानुपर्ने हुन्छ। सपिङमा चाहिँ हाम्रो ब्याग काममा जाँदै हो? अकेला अकेला ए हो ल दोस्त ल दादा चाहिँ आज कहाँ जाँदैछ भन्दाखेरि च्याक्क लाएर के अरे ब्याग किन्न जान लाग्यो होइन। आज भ्यालेन्टाइन डे हो। ब्याग किनेर आफूले आफूलाई तोहफा आफूलाई गिफ्टी हान्दै हो केटा हो होइन। ए रनमती साइकल त के हो यो त ए औडा बताउँदो रहेछ यार त धन्न एक्सिडेन्ट भयो यार केटा हो यार। ए गियर चेन्ज भएर कि खै किन यार साइकलमा नि त्यस्तो हुन्छ र। सुरुमा पैसा झिक्न जान्छु केटा अनि त्यस पछाडि चाहिँ हामी स्पोर्ट हाउसमा जान्छौँ होइन। मलाई चाहिँ एकदम ब्यागको जरुरत छ भनौँ न अहिले होइन। किनकि नेपालबाट ल्याएको ब्याग धुस भइसकेको अवस्था छ र त्यही हो केटा। अब त्यही देखाउँछु म। फर्स्टमा चाहिँ म पैसा झिक्छु है त्यो केटा चेत्त माथिको दसाई ल केटा अब ब्याङ्क चाहिँ बन्द रहेछ होइन। अब म चाहिँ अर्को ब्याङ्कमा जानुपर्ने हुन्छ। हेर म्यार ब्याङ्क आज फेरि शनिबार हो नि त अनि त्यही भएर ब्याङ्क बन्द भएको होला सायद। अघि चाहिँ खुल्ला हुन्थ्यो होइन। अहिले चाहिँ बेलुकाको 5 बजिसकेको अवस्था छ होइन। त्यही भएर हुनसक्छ है बन्द भएको। अब मलाई त्यो पनि एक्ज्याक्टली थाहा भएन होइन। आज बन्द थियो कि खुल्ला थियो मेबी होइन। सायद खुल्लै थियो होला। म चाहिँ हल्का लेट आएको कारणले हुनसक्छ र म अब अझ अर्को ब्याङ्कमा जाँदैछु होइन। त्यहाँ पनि के हुन्छ पैसा झिकिएन भने चाहिँ केटा ब्याग स्याग किनिन्न है। खुलिदो ब्याग अर्को दिन अब भोलि किनिन्छ ब्याग त्यही केटा हो। ल अब म त्यो ब्याङ्कमा गएर देखाउँछु है केटा हो है तिमीहरूलाई। दादाले कति करोड झिक्छ भनेर फेरि दादाले फेरि सानोतिनो कारोबार गर्दैन नि फेरि सिधै लाख करोडको धन्न एक्सी भयो यार केटा हो यार। पैसाको कमी छैन है। पैसाको कमी छैन धेरै पैसाको चाहिँ कमी छ है केटा हो। थोरै पैसाको कमी छैन धेरै पैसाको चाहिँ कमी छ के। त्यही म अब अर्को ब्याङ्कमा जान्छु केटा पैसा झिक्छु होइन। अनि त्यस पछाडि चाहिँ म यो बाटो चाहिँ जान्न है किनकि यहाँ चाहिँ हल्का रिस्की हुन्छ। अर्को बाटो चाहिँ स्पोर्ट हाउसमा जान्छु। अनि त्यस पछाडि एउटा ब्याग किन्नु छ मलाई होइन। अस्ति नि हेरेर आएको थिएँ मैले होइन। अनि ब्याग अनि त्यही ब्याग लिन चाहिँ जानला हो। हेर्न त हल्का झुल्के हेरेको राम्रो थियो। अनि त्यही लिन चाहिँ जानला हो। खासमा चाहिँ मेन कुरा चाहिँ त्यही हो केटा हो। ल केटा ब्याङ्क पनि आइसकेको अवस्था छ। ऊ त्यहाँ पर हो ब्याङ्क चाहिँ। अब यहाँबाट 5-10 सेकेन्ड भनौँ न। ल केटा पैसा झिक्ने बेला देखाउँछु है कति झिक्छु। स्टेटी हुनु त केटा यहाँ पनि बन्द केटा हो गाह्रो। हाइवाकरी मासित आरिकातो गोजाइमास केटा यस्तो हान्नुपर्ने हुन्छ है फेरि मलाई के अरे यहाँको बन्द छ अर्कोमा जा भन्दै थियो कि त्यहाँको बुढोले पनि। अनि त्यही भएर म फेरि पनि केटा कन्टेन्ट नपाएको बेला कन्टेन्ट हुन्छ कि माखेरि यार ब्याङ्क बन्द भएर तना भनेर हालिदिने अब। ब्याङ्क बन्दको बन्दै त्यहाँ यहाँ चाहिँ त्यही रहेछ केटा 5 बजेसम्म चाहिँ रहेछ होइन। त्यही हो केटा। ल केटा हो होइन। म चाहिँ यहाँ सानो बाटो यो चाहिँ हाम्रो जिरोस गएको जाने बाटो हो र यसलाई चाहिँ हङकङ बजार पनि भनिन्छ जहाँ कि साइकल चलाउन पाइन्न अहिले। यहाँ चाहिँ बिहानको 9 बजे अगाडि र बेलुकाको 9 बजे पछाडि चाहिँ साइकल चलाउनु पर्ने हुन्छ। तर मैले चलाइरहेको मेरो अगाडि पनि चलाइरहेको अब समातेपछि सबलाई समात्छ होइन। बालो माको अब चलाइदिने तर म धेरै जस्तै यहीँबाट आउँछु केटा है। नदाटिकन भन्नुपर्दा है फर्किने बेला आउन पाउन्न तर मैले यही बाटो ल्याइदिन्छु कि किनकि यो भनेको सर्टकट हो कि केटा बुझेनौ। तर यसरी हान्नु चाहिँ अलिक गाह्रै पर्छ क्या यार जस्तै पनि लाग्यो कि। सबले हेर्छ यार लाज लाउने यार हुन त फेरि मलाई फेरि जापानिजले हेरेर मतलबै हुन्न कि बालो जस्तो लाउँछ है। अरूले चाहिँ हेर्नु भएन। तर यहाँ भन्न त केही भन्दैन तर मुलाहरूले सराप्न चाहिँ सराप्छ होला कि मनमा नै मुला यहाँ चलाउन पाउन्न त्यही पनि चलाइरहेको भन्छ होला। तर केटा साँच्चीकै लाज लाग्यो न म बाटो चेन्ज गर्छु है। यो बाटो चाहिँ जानु पाउँछ है फेरि है। यो बाटो चाहिँ जानु पाउँछ त्यो अघिको बाटो चाहिँ जानु पाउने थिएन। खतरा क्याफे रहेछ यार यहाँ यार मलाई थाहा नै छैन त्यो। मेन त हामीले पैसा झिकिन्छ होइन। किनकि पैसा झिकेर धेरै कुरा म्यानेज हान्नु छ यार केटा यार।
पैसा यति छ यार, तर दिन पनि यति धेरै छ। त्यही भएर टेन्सन छ कि यहाँ अब यसो आज फेरि हाम्रो रुममेटसँग हल्का पैसाको बारेमा डिस्कस गरेर पनि उस गर्नु छ। केडा हो रिस्की भेरी रिस्की। यहाँ चाहिँ एकदमै रिस्की है, वान ह्यान्डले चलाइराखु। त्यही भएर भेरी रिस्की। पैसाको बारेमा चाहिँ अघि त्यही आज चाहिँ मेरो स्यालेरी चाहिँ कहिले आएको थियो भनेपछि हिजो आएको थियो होइन केटा हो। अब पैसा त नभनौँ कति आएको थियो भनेर, फेरि यत्रो कमाउनु रहेछ भन्छौ होला फेरि तिमीहरूले। तर यहाँ चाहिँ यति हो क्या त्यो भनेको होइन, यति भनेर लास्टै यति छ कि फेरि होइन। त्यतिले केही नै हुन्न कि, बुझ अब पैसा कति होला है। अब त्यही हो केटा, म कहाँ आएँ भन्ने पनि मलाई थाहा छैन यार। ठ्याक्कै यता आएर आइज सही बाटो आउँछु कि म फेरि जे गर्छु झुकेर गर्छु, तर सही नै गरेको हुन्छु कि कहिले काहीँ थियो यार है। यस्तो गर्न खोजेको त होइन, तर राम्रै बाटो आएर रहेछु। ल केटा अब म पैसा झिक्छु र अनि देखाउँछु है केटा है। यो चाहिँ हल्का रिस्की एरिया छ, त्यही भएर। ल केटा अब म चाहिँ ब्याङ्क आइसकेको छु। यहाँ चाहिँ यस्तो छ है ब्याङ्क चाहिँ होइन, ट्याक्क खोलिन्छ। सब देखाउँछु म है केटा। यहाँ चाहिँ ट्याक्कै इङ्ग्लिस गाइड हान्ने होइन, विथड्र हान्ने होइन, इन्टर हान्ने होइन केटा। अनि यो मलाई छिराइदिने हो कि, ट्याक्क लाट छिराइदिने है। ल केटा अनि चाहिँ पिन नम्बर चाहिँ नदेखाऊँ है। अनि त्यस पछाडि चाहिँ यो हाम्रो अमाउन्ट नि नदेखाऊँ है केटा। पैसा आउँछ है ट्याक्क लाट यस्तो ट्याक्कै देखेँ क्या यार है। छैन कि मलाई त पैसा भन्नु यस्तै हातको मैला भन्थेँ नि यहाँ लक्ष्मी प्रसाद देवकोटाले होइन, त्यही नै हो, यति नै हो। सहयोग यही रहेछ यार केटा, जिन्दगीको मकसद भनेको यही रहेछ कि। तर यसलाई मकसद गराउने होइन कि, यो जस्तो फकिङ टुल के केटा, बुझेन। यो नै सबै कुरा होइन कि, यो चाहिँ एउटा होइन हाम्रो जीवन चल्नको लागि एउटा टुल मात्रै हो जस्तो लाग्छ कि होइन। यसले चाहिँ सबै कुरा हुन्छ जस्तो चाहिँ नसोच है। दिस इज जस्ट अ टुल के केटा, टुल होइन। यसले चाहिँ हामीले धेरै कुरा गर्न चाहिँ सकिन्छ, तर नट एभ्रिथिङ कि होइन। कति कुरा चाहिँ होइन पैसाले मात्रै पनि हुँदैन कि होइन। तर यो भयो भने चाहिँ धेरै सहज चाहिँ हुन्छ है जिन्दगीमा। जिन्दगी चल्नको लागि चाहिँ धेरै सहज हुन्छ भन्ने रे लड चाहिन्छ केटा। म जोक हानेको मलाई पैसा नभए के हुन्न, सब पैसाको कमाल हो मलाई सिकन के त। म फेरि हिसाब किताब गर्न आइसकेको छु है। म तिमीलाई हिसाब किताब बुझाइदिन्छु है। समात्दिने मान्छे कोही छैन। यो के अरे 10,000 भनेको चाहिँ नेपालकै एउटै पर्न जान्छ है, नेपाल नै आएको चाहिँ है। 1 2 3 4 5 यो चाहिँ मेरो अर्को महिनाको होस्टेल फी है। 2 महिनाको होस्टेल फी है केटा है। हेर मेरो यहाँ पैसा कसरी भ्याइन्छ त। अब यसले पैसा त यसले यत्रो पैसा कमाउँछ के गर्छ भन्ने मान्छेहरूको लागि यो चाहिँ 2 महिनाको होस्टेल फी हो न। अनि त्यस पछाडि यो 1 2 3 चाहिँ यो चाहिँ मैले साथीलाई दिन छ। यो एउटा त यहाँबाट 15 साथीलाई दिन छ होइन। अनि 15 चाहिँ खानाको हालेपछि 3 गयो होइन, 8 भयो। 8 त पत्ती गायब खुलित मुला। अनि त्यस पछाडि अरू के गर्नु छ यार मैले यार। खानालाई हालेँ, साथीलाई दिन छ। अनि चाहिँ यो चाहिँ सिमको है केटा है। सिमको चाहिँ 5,000 हो, 5,000 बच्छ होइन यहाँबाट। अनि रकै यही 2 हो केटा हो। अब 2 के गर्नु त गुल्ला, घर के पठाउने सेभिङ चाहिँ के गर्ने के गर्ने यार। यति पैसाले के गर्ने भनेको थै छैन कि केटा न फ्युचर। कि त हान्न पऱ्यो है काम, मलाई दोस्रो काम हान्न पऱ्यो मागुरी। तर त्यो हान्न नि पाउन्न कि हानौँ भने फेरि अब बुझ न केटा होइन। त्यस्तो हानौँ भने हान्न नि पाउन्न, केही गर्न नि पाउन्न। ल केटा यही पैसा झिक्यो होइन। यति हो अब एक पैसाको लपेटा खाऊँ होइन। अनि त्यस पछाडि ल जाऊँ। ल कहाँ जान्छु भने मलाई पनि थाहा होइन है केटा। ल एकछिनमा देखाउँछु। ल केटा अब मैले पैसा सैसा सब झिकिसकेँ, के हाल्न पर्ने सब गरिसकेँ होइन। त्यही हो अब चाहिँ म ब्याग किन्न जाँदैछु होइन, जुन कि स्पोर्ट हाउस हो। स्पोर्ट हाउसमा चाहिँ किन्ने हो मैले होइन। यो बाटो पुग्छ कि पुग्दैन थाहा छैन यार केटा यार। पुग्छ जस्तो पनि लाउँछ है, कहाँ है मैले थाहा छैन यार। यहाँ फेरि गल्ली छ कि पुग्न त जसरी नि पुग्छु केटा। म त्यस्तो हराउँछ होइन कि। तर लोड कसम चाहिँ यार, म त कसम यार यहाँबाट त धाउनै छैन यार। भोसडी के छ र छैन होला यार, छ र छैन यार, छैन केटा यार छैन।
फर्काम कहाँ रे यार म साइको भइरहेको यार भनेको कसम से यार के भइरहेको भनेको जिन्दगीमा जिन्दगीले लाद हाने बेलामा झन् अरू कुराले पनि लाद हान्छ त के हुँदा नि यस्तो ठुलो मुला कुटी कहाँ जानु खोजेको कहाँ गयो यार भोसडी के चुप्लाएर बाध्दै जानु पऱ्यो यार म फेरि साइको भएको भनेको पागल जस्तो ल गेडा हो है अरू के भन्ने यार गेडा हो आज शनिबार हो होइन शनिबारमा चाहिँ जुन कि मेरो छुट्टी हुन्छ शनिबार र आइतबार चाहिँ होइन मैले पहिले भनिसकेँ पहिलाको भिडियो कसले हेर्नु भयो होइन त्यहीँमा भनिसकेको त्यही हो अब आज र भोलि चाहिँ मेरो बिदा हो होइन बिदाको दिनमा बिहान उठ्यो होइन बिदाको दिन त फुस्सै हो कि केटा भन्नै पर्दा है बिदाको दिन चाहिँ एकदम फुस्स क्युट छ यो फुच्ची है बिदाको दिन चाहिँ एकदमै फुस्छ कि के गरेर जान्छ कि अब 12-1 बजे उठिन्छ है खानासाना खानु पऱ्यो भाँडासाँडा धुनै पऱ्यो खानासाना खाने भाँडासाना धुने अनि रुम सफा गर्ने अनि के अरे वासिङ हान्ने बडी होइन त्यति गर्दा कतै भ्याइयो कि केटा दिनै भ्याइयो अहिले 5 बजिसक्यो होइन अनि शनिबारको दिन फुस्स भइहाल्यो ए वान ह्यान्डले चलाएको यार भोसडीहरू झन् ठोक्न आए जस्तो गर्छ यार सबैजना यार ल केटा म सही बाटो आइरहेको जस्तो मलाई भाइब्स आइरहेको है यहाँ अगाडि चाहिँ फुच्चेले मिठो हान्दै है यसको भिडियो गराएर जानुपर्छ क्या केटा यो चाहिँ हाम्रो यो गल्ली चाहिँ जो हल्का ट्याप्सहरू बस्ने रहेछ क्या जस्तो लाग्यो कि रक्सी सक्सी खाइदिने ठाउँ नेपालको भट्टी जस्तै रहेछ कि त्यस्तै रहेछ यार यिनीहरूले नि फेरि हाम्रो नेपालको भट्टीमा जस्तै हुन्छ नि यिनीहरू नि सेम त्यस्तै गरेर खाइदिन्छ कि चाइको तरिकाले खाइदिन्छ रक्सी खानु पऱ्यो भने चाहिँ अनि जापानमा चाहिँ केटा रक्सीहरू एकदम सस्तो छ यार केटा है जेडी भन्छ नि यो त यहाँ त ढुक्क अफोर्ड गर्न सकिन्छ डेन्जर सस्तो छ यार यो नेपालमा चाहिँ मुझे के अनौठै फोरे जस्तो लाग्छ है हुन नि हो फेरि तर यहाँ चाहिँ इजिली एफोर्ड गर्न सकिन्छ केटा त्यही हो ठ्याक्क फेरि दादा यस्तो लक्की छ कि होइन ठ्याक्क पनि ठ्याक्क खुल्ने भएको कि मैले गरिदिएँ भाइ बहिनीहरू पनि उस गर्न पाएँ यार ल केटा म चाहिँ यो गल्ली आइरहेको होइन अहिले जाने बेला चाहिँ अर्को बाटो जान्छु खास जानुपर्ने चाहिँ उता हो म चाहिँ यताबाट आइदियो त्यो के अरे त्यो सप चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ हाम्रो ठ्याक्क स्टेडियमको ठ्याक्क बाहिरपट्टि के हाम्रो यो जापानमा फेरि तिमीहरूलाई के थाहा कि थाहा छैन है केटा फुटबल हेर्नेहरूलाई चाहिँ थाहा होला प्रायः जस्तोलाई जे लिग हुन्छ नि त होइन यहाँ ओकायामाको टिमको यहाँ सबै जे लिगको एउटा स्टेडियम छ भनौँ न होइन एउटा टिमको चाहिँ यहाँ स्टेडियम छ एउटा ओकायामाको एउटा स्टेडियम छ त्यसैको चाहिँ हल्का अलि उता चाहिँ स्पोर्ट हाउस छ त्यहीबाट चाहिँ ब्याग लिने प्लान हो हेरौँ केटा हो अब प्राइस हल्का मलाई सोध्यो जस्तो भएपछि लिने हो नभए त खुली त फर्किने त्यही पुरानो झुन्डाउँदै जाने हो सोच्नु पर्ने हुन्छ कि केटा यार केही एक्सन गर्नुभन्दा अगाडि धेरै सोच्नु पर्ने हुन्छ यार यहाँ धेरै प्रेसर छ यार नेत्र भ्लगलाई बाहिर भ्लग भने होइन यत्रो भ्लग चलबल हान् बाहिरबाट हेर्दा हरि भित्रबाट गरिब हो कि केटा यो चाहिँ मैले आफै गराएको होइन मैले पनि सुनेको है त्यही भएर भनेको कि त्यस्तै भयो कि तर जिन्दगी बाहिरबाट हेर्दा हरि भित्रबाट गरिब नै भयो कि बाहिरबाट हेर्दा चिरिक्क परेर च्याँचुट परेर हिँड्छ होइन भित्रबाट मलाई थाहा नि फेरि के छ आफ्नो रियल जिन्दगी के हो भनेपछि फेरि एक राउन्ड हल्का चुत्त सोचेपछि भइहाल्छ फेरि त्यही यार केटा म के बोल्यो म आफैलाई थाहा छैन यार यो भ्लग कस्तो हुन्छ म आफैलाई थाहा छैन यार त्यही केटा यो अगाडि यस्तो छ होइन कति हेर्ने भन्यो होला है हेर्नै पर्ने हुन्छ अब यत्तिकै हेर्नु थोप्रा हेर्न पाएपछि हेर्नै पर्ने हुन्छ तिमीहरूले पनि युटिलाइज गर्नु पऱ्यो नि त तिमीहरूको टाइम होइन अझै पाइटै हेरेपछि जस्तो त नभओस् न फेरि होइन र कोही त हुन्छ नि फेरि चाहिँ पाइटै भएको कि मुख्ने हेर्दै तर दादाको फेरि त्यस्तो त छैन हल्का राम्रै छ रूपको घमण्ड गर्यो भन्छ कि फेरि अब कोहीले छ र त गर्छु नि भन्ने के झन् बर हान्नु लाग्यो त्यस्तो चाहिँ होइन केटा है रूपको घमण्ड गर्नुहुन्न होइन फेस भनेको चाहिँ
चाउरेर जान्छ कि ओइलेर जान्छ खै के गरेर जान्छ कि जान त जान्छ नि त होइन। त्यही हो फेसको घमण्ड चाहिँ कहिले पनि नगर्नु होइन। यदि अब कोहीसँग राम्रो मुख छ भने चाहिँ घमण्ड गर्न हुन्न। त्यही हो मन चाहिँ राम्रो हुनुपर्छ, मन सफा हुनुपर्छ, जुन कि मेरो छैन रे है। सुनेको मैले नि छैन रे, मन सफा छैन रे दादाको थैट छैन होला सायद। मलाई पनि त्यस्तै लाग्छ कति बेला त कति बेला फेरि खोक्कै हो जस्तै पनि लाग्छ। एकदम मनकारी के एकदम मनमा केही लोभ सोभ नभएको मान्छे जस्तो पनि लाग्छ कति बेला चाहिँ। छ्या लोभी छ्या किन गरे जस्तो भन्ने नि हुन्छ। ल केटा हो होइन। मैले धात्यो भन्ने मान्छेहरूलाई चाहिँ म यहाँ स्टेडियमको बाहिर आइपुगेको छु, जुन कि यहाँ मलाई यो ठाउँ चाहिँ डेन्जर चिल छ क्या केटा हो वास्तवमै भन्नुपर्दा होइन। यहाँ चाहिँ अहिले चाहिँ खासै राम्रो भयो होइन। तर यहाँ हाम्रो हुन्छ नि कहिले भनेपछि यो अगस्ततिर के जब कि त्यो हल्का पानी सानी पर्ने होइन, त्यो हरियो हुने टाइपमा चाहिँ यहाँ चाहिँ डेन्जर खोक्खै हुन्छ भनौँ होइन। यस्तो छ है स्टेडियम चाहिँ है केटा है। कसरी देखाउनु त जुम गरेर, खै अब जुम गर्न चाहिँ यहाँ मिलेन है मेरो साइकल समातेको कारण। म त्यहीको छेउछेउ जान्छु अनि छेउछेउबाट निस्किन्छ है केटा है। यस्तो छ है र केटा। एक सिनेमेटिक हान्न खोज्छु म है, सिनेमेटिक हानेर आउँछु है। यस्तो छ है केटा। यो चाहिँ साथीको साइकल लिएर आएको, जुन कि साथीलाई पनि थाहा आएन है। मेरो साइकल नि साथीले लैदिएर रहेछ अनि मैले पनि साथीको उठाइदिएर आइदिएँ कि फेरि मेरो अर्को साथीले लगेको होइन। अनि म नि के काम होइन यहाँ त भन्दा नि अलि उताबाट हान्नुपर्छ कि यार सिनेमेटिक। यहाँ न यहीँबाट हान्छु ल केटा। होला एकछिनमा भेट्छु है। केटा हो म चाहिँ यहाँ स्टेडियमको बाहिर आइसकेको छु होइन। एकदम नजिकै स्टेडियम चाहिँ यहीँनिर छ, जुन चाहिँ म कहिले पनि छिरेको छैन होइन। एकचोटि चाहिँ हामी भर्खर आउने बेला चाहिँ यहाँ डेन्जर गेम हुँदै थियो है। फर्स्ट टाइम कि त्यो मैले त्यस्तो फिल गरेँ कि डेन्जर केटा फ्यान चाहिँ डेन्जर छ है यो क्लबको पनि होइन। यहाँ चाहिँ स्टेडियम छ होइन। अनि त्यही हो केटा, यहाँ नि खोक्का छ ठाउँहरू जुस एकदम हुन्छ नि एकदम रमाइलो भन्दा पनि एकदम पिस चाहिए बेला चाहिँ आउनु जस्तो ठाउँ छ कि यो चाहिँ होइन। अब हाम्रो कपल्सहरू जसको लभ परेको छ त्यो मान्छेहरू पनि आउन सक्नुहुन्छ यदि कोहीले हेर्नुभएको छ भने होइन। यहाँ म चाहिँ फेरि डेन्जर डेटिङ नि बसेको हुन्छ कि फेरि मुलाहरू जापानिजहरू साइडको तरिकाले बसेको नि हुन्छ। म चाहिँ अब स्टेडियम के अरे त्यो पसलमा जान्छु है डाइरेक्ट। अनि पसलमा नि गएर खिचिदिने केटा लासास भन्ने त अब त हटिसक्यो ममा त साँच्ची भनेको। अब त मैले जो आएँ नि माक्री जतिजना मान्छे भने ढुक्क खिचिदिन्छु कि म। त्यस्तो भइसक्यो कि मेरो कन्फिडेन्स बुस्ट भइसकेको छ। यहाँ चाहिँ केटा जो हल्का नेपाली भाइब्स हान्छ यार केटा यार कसम। यहाँ आउँदा यार हामी पहिला डेन्जर आउँथ्यो कि भर्खर जापान आउँदा चाहिँ म डेन्जर रनिङ सनिङ आउने है जोस थियो नि त पहिला त। सुरुमा आउने मलाई अनि ट्याक्क रनिङ सनिङ आइदिने अनि छ्याक्क लाएर खेलिदिने फुटबलहरू। पहिला सुरुमा आउँदा है नेपाली केटाहरू पनि डेन्जर वाइल्डै आउँथ्यो यार केटा यार। डेन्जर हुन्थ्यौँ कि नेपालकै जस्तो हुन्थ्यो कि त्यहाँ चाहिँ खेल्नै दिन्थेन होइन। त्यही पनि हामी हानिदिन्थ्यौँ कि फुटबल हानिदिउँ कि डेन्जर चाइनिज पुस गराएर होइन। 7-7जना 8-8जना चाइनिज पुस खेलिदिने डेन्जर मजा हुन्थ्यो सुरुमा चाहिँ। अनि पछाडि केटाहरू बिस्तारै काममा लागेछ कि के गरेछ है। अनि बिस्तारै आउनै छोड्यो। अनि त्यस पछाडि हाम्रो नि त्यस्तै भयो, हामी नि लेजी हुँदै गयो होइन। अहिले त कसम भुडी लगाइसक्यो यार केटा यार। बाहिरबाट हेर्दा मात्रै एकदम पातलो देखिन्छ होइन, भित्रबाट यहाँ भुडी लाखा यार। अरू सब पातलो भुडी मात्रै हल्का लाउन थाल्यो है। लाखा त भन्दैन तर लाउन थाल्यो ह। त्यही हो केटा ल अब म उसमा आइसक्नलाई है केटा है। के भन्छ अरे स्पोर्ट हाउसमा। त्यो स्पोर्ट हाउसको नाम चाहिँ स्पोर्ट्स डिपो हो। म एकछिनमा देखाउने छु। ट्याक्क यहाँ बन्द भएर उस खुले के अरे यहाँ खुले चाहिँ पहिला अनि भर्खर बन्द भएर फेरि भर्खर गाडीहरू चले। र म जानु लागेको स्पोर्ट हाउस चाहिँ यहाँनिर छ केटा।
च्याक्क लारै ल केटा ल अब एकछिन साइकल पार्किङ गरेर बेच्ने छु म ल केटा म आइसकेको छु ल यस्तो छ है यहाँ चाहिँ मैले साइकल राखेको अलि झुक्केर हरायो भने यही देखाउने हो कि यहाँ त केटा फेरि साइकल त फेरि यस्तो गायक हुन्छ नि फेरि हाम्रो साथीहरूको डेन्जर धेरैको हराइसक्यो अघि ल केटा सही हो ल स्पोर्ट हाउस पनि आइयो यार बाहिरबाट हेर्दा हरि भित्रबाट गरिब है भने जस्तै र अब म जानुमा धन्नु बन्द भयो सरी ल केटा माथि गएर देखाउनु पर्छ कि भ्लग गरेर जानु पाउँछ कि पाउनु थाहा छैन यार हामी है कति कुराहरू त देखाउनु मिल्दैन नि त फेरि सबै त्यही भ्लग गरेर त जानु मिल्दैन नि त त्यो हल्का लाज लाउँछ होला सुरुमा तर हेरौँ है ब्यागहरू तिमीलाई खुक्का खुक्का छ तर डेन्जर महँगो महँगो हो कि कसम सातो उठ्छ यार मलाई यस्तो प्राइजहरू अभि भने अनि त्यसपछि फेरि हेरेँ फर्क्यो त्यस्तो भइरहेको धेरै चाहिँ म चाहिँ यहाँ आइसकेको छु यहाँ चाहिँ ठ्याक्क डम्मीले लाग्यो है यो चाहिँ ओकायामा होम टिमको जर्सी हो ल केटा है म देखाउँछु है तिमीलाई है यो चाहिँ उस ब्यागहरू हो यो चाहिँ यहाँ चाहिँ खासै मैले खोजे जस्तो चाहिँ छैन यो चाहिँ हाम्रो हल्का टुरिस्ट टाइपको ब्यागहरू हो यस्तो चाहिँ के लग्ने र है मलाई मेन गएको जाने बेला चाहिएको ब्याग हो नि त केटा हो तर राम्रै किन्ने भन्ने मैले सोचिरहेको कि सोच्न त सोचेको अब हेरौँ प्राइस हेरेर हुन्छ सब कुरा मलाई जुस मात्रै भएर हुन्न केटा ल हेर ओरिजिनल है नर्थ फेसको पैसा कति हो भन्ने पछाडि ओरिजिनललाई 5500 अरे ओरिजिनल नरहेछ कि है अझ महँगो भन्नुपर्ने के हो खै थाहा छैन चप्पलहरू नि होइन यार यहाँ धेरै घुम्न हुन्न केटा हो यहाँ चाहिँ हल्का जे किन्न आएको त्यही किन्ने अनि फा हान्दा चाहिँ ठिक होला जस्तो लाग्यो है मलाई त्यही गर्छु यार म यार जे किन्न आएको त्यही किन्ने अनि फा हान्ने प्लान त्यही हो सेलमा त राखेको रहेछ मैले चाहिँ ब्याग देखेको यतातिर हो कि तल्लै ल केटा हो अब छ्याक्क लाएर ल केटा म एकछिनमा देखाउँछु है ल यसको हेर्नु पर्दा चाहिँ यस्तो छ है खुक्का छ यार केटा यार कसम चाहिँ यार डेन्जर छ कि छन चाहिँ डेन्जर छ तर के गर्नु नि डेन्जर भएर है डेन्जर महँगो नि फेरि त्यस्तै महँगो छ नेपालै ठिक छ कि त हामीलाई त यार हो त नि यार है जे भने त्यही मन लाग्यो किन्न पाइन्छ एफोर्डेबल नि हुन्छ होइन त्यस्तो धेरै नै हुनु नि त केटा मैले त्यस्तै ब्याग खोजेको अब हेरौँ अहिले के किन्छु म त्यो देखाउँछु ए लामो यस्तो खोजेँ होइन केटा हेर त यहाँ 14 अरे यार भोसडी के यस्तो त कसम सक्दैन यार नर्थ फेसको नहेर्नु पऱ्यो यार ल केटा अहिले कुन किन्छु म देखाउँछु एकछिनमा है रोजेर केटा एकछिन हेरेँ कि मलाई है रिङबाट लगाएर ढल्लामा जस्तो भइसक्यो प्राइस हेर्दै सातो जाने अरे थै त अफोर्डै गर्न नसक्ने ल केटा अलिअलि राम्रो खोजेर आउँछु म एकछिन पछाडि के हुन्छ है सिचुएसन है ल एकछिन पछि देखाउँछु साइको चाहिँ यार हजुर लगाएर ल केटा एकछिनमा हेर्छु केटा रोजमा त रोजेँ तर 2-3वटा अप्सनमा छ होइन अब हेरौँ के हुन्छ है सेलमा हेर केटा हो ज्याकेट नजिन हेर होइन त राम्रै रहेछ ज्याकेट त के गर्ने आएर अब यहाँ वान्स भन्दा पनि निड्स चाहिँ हेर्न पनि भइरहेको छ कि केटा म तिमीलाई है फुटबल प्लेयर्सहरूलाई चाहिँ बगल जुत्ताहरू देखाउँछु सेल 40% रे हामी त यहीँ सेल हेर्ने बस्ने हो कि आएको बेला सब हेरिदिने हो कि होइन र बच्चाहरूको रहेछ यार खोक्का देखिरहेको केटा ल जापानको जर्सी हेर छ्याक्क लाएर ओर्जी है फेरि अर्जेन्टिनाको नि रहेछ है 3 स्टारको कति भन्छ त नि अर्जेन्टिनाको जर्सीलाई मेस्सी लेखेको चाहिँ हुनुपर्ने ल केटा रोक्यो म प्राइस हेरेर आउँछु है ल केटा जुत्ता हेर्न सक्छु है पुमाको होइन यो नि पुमाकै हो कति हजार यो चाहिँ कति हजारको खै यहाँभन्दा नि अझ खुक्का हुन्छ कि केटा आएर चाहिँ यो चाहिँ हाम्रो लामिने माल होइन यो
चाहिँ नाइकी भयो, यसलाई चाहिँ 8,000 रे। अनि कलर अहिलेको चाहिँ लेटेस्ट हो है केटा, अहिले चाहिँ धेरै यो मलाई हाम्रो बालले पनि लाएको थियो अस्तिको गेममा। यो चाहिँ बबाल छ यार केटा, जम्मा 19,000 है, जम्मा 19,000। केटा म एकछिनमा भेट्छु है तिमीलाई, एकछिनमा भेट्छु भन्दा पनि यहाँ मेन किन्न आएको त उस हो, यहाँ फेरि उसहरू नि हुन्छ कि फेरि कहिलेकाहीँ सेलमा, तिमीलाई अब के थाहा नि है, यहाँ कहिलेकाहीँ फेरि सेलमा राखिदिएको हुन्छ कि यहाँ जुत्ताहरू, यहाँ हेर्नुपर्ने हुन्छ, कहिलेकाहीँ फेरि साइज मिल्यो भने त औडै हुन्छ नि डाउलाउ चाहिँ। यो चाहिँ हाम्रो सब सेलमा हो है केटा, फेरि सक्कला है। मलाई यस्तै ल्याइदिएको थियो यार सागर दाइले यार पहिला यार, यो एडिडास यो पनि सेलमा छ यार। यो चाहिँ यहाँ साइज नभएपछि चाहिँ सेलमा राखिदिन्छ कि धेरै जस्तो फेरि। केटा अहिले भेटौँ ल एकछिनमा, हेर चाहिँ म सेलको बुटहरू देखाउँछु ल, हेर नि तिमीहरूले नि हेर, यो चाहिँ मलाई हुन्छ हेर, पक्कै पनि थाहा हुन्छ कि अलि ठुलो हुन्छ होइन पुमाको। अब के गर्ने यहाँ खेलिन्न मलाई, 8,900 रे, यहाँ खेलिन्न के गर्ने यार। ल केटालाई एकछिनमा भेट्छु ल म, केटा कुन लिम भयो यार, हेर त यस्तो छ कि देखिरह होला नि है। यो एउटा यस्तो छ होइन, अनि यो एडिडासको नि मन परिरह होइन, जुन कि मैले लिएर आएको, तर कुन लिम भयो यार, फेरि दुइटैलाई फेरि एउटै छ कि प्राइस, फेरि कहाँ गयो यार यसको प्राइस ट्याग यार, इस 8,000 को है, तर दुइटै राम्रो छ यार है, सही छ दुइटै ब्याग, दुइटामा चाहिँ कुन लिम ल केटालाई एकछिनमा देखाउँछ चाहिँ कुन लिन्छ मलाई थाहा छैन यार, अझै कन्फ्युज छ यार म यार, यति भन्न लागेको। ल केटालाई यार जोर्डन लिम कि एडिडास लिम भन्नेमा एकदम कन्फ्युज भइसक्यो यार। ल यो चाहिँ जोर्डन भयो होइन, अनि चाहिँ यहाँनिर चाहिँ एडिडास छ क्या यार केटा, यार कुन लिम भन्नेमा एकदम कन्फ्युज भयो यार। यो एडिडास डेन्जरै मिठो छ कि होइन, यो मलाई फेरि यस्तो एडिडास यस्तो मनपर्छ कि होइन। र केटा जुत्ताहरू हेर्नु छ भने चाहिँ अहिलेको लेटेस्ट जुत्ताहरू पनि छ होइन, लेटेस्ट चाहिँ उता फुटसलमा चाहिँ यस्तो पनि छ है केटा है। यो नाइकी चाहिँ मैले किन्नु पर्ला भन्ने सोचिरहेको होइन, कति छ यार यसको यार, 9,000 रहेछ यार, यस्तरी देखाइदिउँ न होइन, सही होला। अनि चाहिँ अझ एउटा यो त खै के हो यार, यो पुरानो भइसक्यो कि, यो नि बबाल छ है केटा है, यो नि बबाल छ, मलाई नेपाल भए चाहिँ म लिन्थेँ ल। सही होला केटा होला, अहिले भेट्नुपर्छ ल केटा, एउटा यस्तरी एउटा थम्बनेल गराउनु पऱ्यो छ्याक्क लाएर ल केटा। मैले चाहिँ जोर्डन लिएर आएँ अब अन्तिममा होइन, एकचोटि किन्ने अलि राम्रै किन्ने भनेर चाहिँ हल्का पैसा हालेर लिएर आएँ जोर्डनको चाहिँ, जुन कि मलाई मन परेको छ भनौँ न होइन, ठिकै छ, हल्का ठुलो त ठुलै छ, पछाडि के हाल्न पनि काम लाग्छ भनेर चाहिँ मैले जोर्डनै लिने विचार गरेँ। ल केटा ल म पेमेन्ट गरेर भेट्छु है त, ल केटा ल एकछिनमा भेट्छु ल। ल केटा ल मैले यति ल्याइसकेको छु है, यो चाहिँ प्राइस आइसकेको छ ल केटा, लभली ल सही हो ल केटा, एकछिनमा भेट्छु है पैसा पेमेन्ट गरेर, यता बाई। ल केटा ल म निस्किसकेको अवस्था छ, मैले चाहिँ ब्याग ल्याइसकेँ है, जोर्डनको ल्याएँ लास्टमा चाहिँ फाइनल्ली होइन, स्याक्क लाएर जानुपर्ने हुन्छ। ल केटा ब्याग स्याग पनि किन्ने हो, त्यही हो ल केटा। आजको स्पेसल चाहिँ यही ब्यागको लागि थियो है, मैले चाहिँ हल्का सोचेँ एडिडासको पनि मन परेको थियो, मन परेर दुइटै लिने कुरा त भएन नि त होइन, पैसाको कमी छ त्यही भएर दुइटै लिन भएन, त्यही भएर ल केटा ल सही ल। गुडाक मेरो 8 घन्टा गइसकेको अवस्था छ, जुन कि मैले अब आयो सोमबार मिहिनेत गरेर कमाउनु पर्ने हुन्छ। ल केटा होला एकछिन साइकलमा गएर भेट्छु है ल, एकछिनमा भेट्छु ल, सही हो। ल केटा होला म चाहिँ है सब के गरेर फर्किसकेको अवस्था छ, अब चाहिँ म चाहिँ घर गएर खानासाना पकाउनु पर्ने हुन्छ होइन, कि मेरो साथी चाहिँ काममा गइरह, अहिले चाहिँ कामबाट चाहिँ 8 बजीतिर फर्किन्छ आज, कि किनकि
आज शनिबार हो र शनिबार उहाँजीले धेरै गर्नुहुन्छ रे काम अघि पछि भन्दा ल ल केटा ल अब त्यही हो अब आजको स्पेसल चाहिँ मैले त्यही ब्याग किन्छु भनेकै देखाउनु थियो होइन अनि त्यो मैले देखाइहालेँ होइन देखाइहालेँ कुन किने मैले चाहिँ जोर्डन ब्याग लिएँ होइन अर्को एडिडास पनि बबालै थियो केटा हो होइन अब पछाडि धनी मान्छे भएपछि किन्छु ल म ल ल केटा ल अब आजको लागि यति नै होला केटा हो ल म अलि उज्यालो ठाउँमा गएर इन्डिङ हान्छु त्यही है केटा है ल सही हो ल केटा हो ल द्याट्स द इन अफ द भिडियो होइन आजको लागि यति नै हो होइन भिडियो कस्तो भयो के भयो मलाई केही पनि थाहा छैन होइन जस मलाई एउटा ब्याग चाहिएको थियो र म त्यही किनेर चाहिँ आयो होइन न त बिग थिङ होइन यो ब्याग किनेको नि देखाउनु पर्छ र भन्छौ होला तिमीहरूले तर के गर्ने केटा हो कन्टेन्ट ल केटा ल आजको लागि चाहिँ यति नै होइन अन्ध्यारोमै भयो उस नि आजको लागि यति नै अब अर्को भिडियोमा भेटौँला टिल देन बाई बाई टेक केयर सी यू टुमारो बाटो घुमारो ल केटा ल बाई बाई सही हो ल